Hello guys, welcome back to my another new vlog. This is my mini aquarium. You can see my mini aquarium here. Guys, this is my room inside mini aquarium. You can see here my room. This is my room. You can see here. This is my room inside my room. Hi guys, म चाहिँ रुमदेखि निस्केको छु बाहिर. अब चाहिँ म घुम्नको लागि जाँदैछु अहिले. रुमदेखि बाहिर निस्केको छु र घुम्नको लागि जाँदैछु. साथी केटाहरूको रुममा जाँदैछु हैन. केटाहरूलाई भेट्नु पनि पर्ने छ आज. र केटाहरूलाई भेट्नको लागि पनि जाँदैछु. चोक पनि सुनसान भइरहेछ यहाँनिर. थोरै हल्का हल्का गाडी कुद्दैछ है. एकदम बाँड्दैछ केटाहरूले तास मारेर बाँड्दैछ होइन. साइकल गेम हुँदैछ होइन ल तानु अहिले अरू चाहिँ धमाधम खेल्दैछ गेम. म चाहिँ यहाँनिर अब तपाईँहरूको लागि सानो प्रस्तुति दिन गइरहेको छु. अब गीत गाएर तपाईँलाई म स्वागत गर्न चाहन्छु आजको यस ब्लगमा है त. चट्टै यहाँ कुलर चलिरहेको छ, हाल्दैछ. गीत गाउँछु है त. पुरानो गीत याद आयो मलाई. चलेछ बतास सुस्तरी मनै सरर हो. भरोसा छैन जीवनको बिताऊ हाँसेर. हो चलेछ बतास सुस्तरी मनै सरर हो. भरोसा छैन जीवनको बिताऊ हाँसेर. कहिले कहीँ रमाइलो छ भेटघाट हुँदा हो. कहिले कहीँ रमाइलो छ भेटघाट हुँदा. भन्न चाहन्छु गाइस, राम्रो गीत गर्नु आउँदैन, पुरै गीत आउँदैन. यस्तो मैले गीत गाएर निकालिरहेको छु तपाईँहरूलाई है त. कस्तो लाग्यो कमेन्ट गर्नु होला. मेरो गीत म चाहिँ यहाँ अब टिम हाम्रो पुगिसकेको छ गेम खेल्नुको टिम. त्यही भएर म चाहिँ अहिले एक्लै भयो. त्यही भएर गीत गाउँदै भइरहेको छु है त. त्यस्तै गरी अब तपाईँलाई म अर्को दोस्रो दिन पनि म अब गीत गाएर सुनाउँछु. कस्तो लागेको छ कमेन्ट गरिदिनु है त. सिङ्गर त होइन तर पनि अब सिङ्गर जस्तै त गर्नु सकिँदैन. त्यही पनि अब गीत गर्ने प्रयास गर्दैछु. मलाई फेरि पुरानो गीत मात्रै हुन्छ क्या. होइन यो गीत वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनोकामना. कहिले हामी हाँस्थ्यौँ खेल्थ्यौँ, कहिले हामी हाँस्थ्यौँ खेल्थ्यौँ. मरि गएपछि के गर्नु वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनोकामना.
मलाई त्यस्तो गाउँ त आउँदैन ए बाइक मैले भेटिहालेँ त्यही भएर चाहिँ यसो गीत गाउने प्रयास गरेको मात्रै गाई मलाई गीत गाउनु आउँदैन सुर पनि छैन ताल पनि छैन शब्द पनि आउँदैन मलाई त्यही पनि एउटा बाइक भेटिहालेर चाहिँ मैले यो गीत गाउने प्रयास मात्रै गरेको हो यसलाई अर्डर दिन सक्नु होला हल्का रमाइलो भन्छु अब यस्तो गीत गाउने आउने खालको मान्छे त होइन त्यो एउटा बाइक भेटिहाल्यो अब के गरौँ भनेर जस्तो गीत चाहिँ गाइदिरहेको छु है माइन्ड नगर्नु होला खेमराज गुरुङको गाना मैले बिगारेँ मलाई थाहा छ त्यसलाई मलाई क्षमा प्रार्थना गर्न चाहन्छु है एक्सक्युज दिनु होला है अहिलेलाई चाहिँ बिदा हुनुपर्छ जस्तो छ अब एक्लै के बोलिराख्नु होइन भन्दै अहिलेलाई म बिदा हुनु आँटेको छु यो चाहिँ मेरो रमाइलोको लागि मैले बनाएको हो भिडियो चाहिँ अब पछि बुढेसकालमा पछि हेरिन्छ नि कस्तो थियो म होइन आफ्नो भिडियोहरू हेर्दै बुढेसकालमा आफ्नो बच्चाहरूलाई नातिहरूलाई देखाउनुपर्छ यस्तो बाजे त फरक थियो के आऊ भन्छ पछि बच्चाहरू नानीहरू सानो सानो नानीहरूले राख्छु त म ल गाइज मैले एउटा कोसेली पाइसकेको छु यहाँनिर पोइन्ट छाउछाउ काट्न म गइरहेको छु यहाँ एउटा कोसेली रहेछ कोसेली पाइसकेपछि अब खानु पऱ्यो होइन के एक्लै बढ्यो अब यो आफ्नो कोसेली त खानु पऱ्यो होइन म यो खोल्दैछु है त मेरो आवाज सुन्नु भएको छ कि छैन होइन तपाईँहरूले म चाहिँ बोलिरहेको छु र मैले फाइनली चाउचाउ छोडिसकेको छु पोइन्ट चाउचाउ पोइन्ट चाउचाउ यो चाउचाउ मेड इन नेपाल तयारी चाउचाउ पोइन्ट rich in protein and calcium, spicy chicken. Wow. Video drop. तपाईँलाई चाउचाउ चाहिन्छ भने भन्नु होला म कुन चाहिँ दोकानमा पाउँछु भनिदिन्छु अनि किन खानु सक्नुहुन्छ अब तपाईँले दिनु त सक्दैन है यहाँबाट कस्तो हातै गेम खाइदियो हातमै खाएको तर पालो नै खाइदिएछ डबल खान्थ्यो Hello guys, jadi ada game teman-teman ya game खाइदिन्छ सुटीले गेम खाइदिएको र कोही इच्छुक छ भने आएर खेल्दा हुन्छ यहाँ गेम खेल्न किनभने उहाँ गुरुङको जस्तै नक्कल गर्नुहुन्छ उहाँ गुरुङको जस्तै स्लो बनाउनु भएको छ अहिले भिडियो गरिरहेको छ उहाँ धन्यवाद भाइलाई